आलोक उनी चाहिँ अमेरिका पढेर फर्केको अनि त्यही क्रममा चिनजान भएको फिल्म सम्बन्धी नै पढेर फर्केको भनेपछि भेटघाट भएको थियो अनि म्युजिक भिडियोहरू एकदमै राम्रो बनाउने त्यो समयमा अलिक जोली जोली टाइपको थिए दरबारमा कतै उसलाई भेटेर फिल्म खेल्ने हो भन्दाखेरि उनले हुन्छ भन्ने इन्ट्रेस्ट देखाए कास्ट हुनुभयो भनौँ न ठ्याक्कै रोलमा पनि सुट भयो मलाई उहाँले चाँडै आफ्नो जिन्दगी सिद्ध्याउनु भयो होइन अब विभिन्न कुराहरू पनि सुनिए होइन कस्तो व्यक्ति हुनुहुन्थ्यो तपाईँलाई जुन कुराहरू बाहिरिए होइन तपाईँ त्यो कुराहरू त्यति बेला होइन मलाई त्यो उनको त्यो पक्ष चाहिँ मलाई थाहा थिएन तर मलाई अलि पनि सम्झना छ कि अलिकति माथिल्लो उच्च मध्यम वर्गबाट आउनुभएको एउटा घर चाहिँ उहाँको लागि छुट्याएको थियो घर छुट्याएको थियो भन्नाले गाउँमा त घरमा बस्ने कुरा हो नि त अनि माथिल्लो घर चाहिँ उहाँको लागि छुट्याएको थियो अनि यति धेरै उपिया रहेछ कि उपियाले टोकेर के फुलिएर होइन अनि त्यो सम्झिन्छु होइन उहाँको अन्तिम विदाईमा हुनुहुन्थ्यो तपाईँ पुग्न पाइनँ म